अष्टादशा पुराणेषु व्यासस्य वचनं द्वयं परोपकार पुण्याय पापाय परपीडनम्। अमेरिकाको न्युयोर्कमा रहेर पनि एकपटक परोपकार गर्ने दान गर्ने अवसर नेपालीहरूलाई जुटेको छ। यही मे 15 देखि 17 तारिकसम्म प्रख्यात वक्ता देवी प्रतिभाजीले कन्या केवल सुंदर होने से उससे विवाह मत करिए, अगर संस्कारवान हो, लड़की के अंदर गुण हो। श्रीमद् भागवत वैदिक कथा आयोजना गर्नुभएको छ। यो कार्यक्रम नेपाली इन्टरनेसनल र इभेन्ट्सले संयुक्त रूपमा आयोजना गरेको हो र कार्यक्रम न्युयोर्कको क्विन्सको वुडसाइडमा रहेको दिव्य धाममा आयोजना हुनेछ। यहाँ भक्तजनहरूले कलश यात्रा तथा कथा श्रवण गरेर आध्यात्मिक लाभ लिन सक्नुहुनेछ। यो कार्यक्रमको उद्देश्य भनेको क्रियापुत्री गुम्बा भवन बनाउने रहेको छ र यसमा गरिएको दान सबै कर छुट हुनेको छ। आउनुहोस् तपाईँ हामी सबै मिलेर यो आध्यात्मिक धार्मिक कार्यक्रमलाई सफल बनाऊ र विदेशमा पनि नेपालीहरू धार्मिक तथा सांस्कृतिक रूपमा एकजुट छौँ भन्ने सद्भाव फैलाऊ।